हेलो फाइनली गाइज आज चाहिँ हामी मकै गोड्न आएको थियो हैन। जति गोडे नि सक्दैन हैन। आँखाले हेर्दा त थोरै देखिन्छ बारी हैन। के गर्नु बाबै जति गोडे नि नसक्यो। 2 घण्टा हुन लागिसक्यो अञ्जल र मैले गोडेको 2 घण्टा हुन लागिसक्यो। अन्ताहरुको गेम सकेर नि आउन लागिसक्यो हैन गाइज। के गर्नु गाइजहरु गाह्रो छ खेतीपाती गरेर खानलाई। यहाँ मुला आरहेछ मैले मुला उखालेर राखेको छु हैन। यहाँ पिनालो लगाइदिएको थियो मैले 2 ड्याङ पिनालो उम्रेछ हैन गाइजहरु। यहाँ बेसारको बोट त ठुलो भइसक्यो रहेछ हैन। हाम्रो अञ्जली यो घडेरी चाहिँ अञ्जलीले घर बनाउन दिनु पर्ला हैन। अञ्जलीले घर बनाए यतापट्टि रोडपट्टि फर्काएर ल अञ्जली पैसा टन्न कमाएर घर बनाएर बस्छ। भाइलाई त्यो अञ्जली र अनितालाई यो है। किन हँसाउने मैले हँसाकै छैन गाइजहरु। हाम्रो पिपल टारतिर त यस्तो भा है मकै सबैले गोडिसकेको छ हैन। हाम्रो यतातिर छिमेकीहरु पनि मकै गोड्ने कार्यक्रम भइरहेछ। अनि तलतिर नि सबैको बारीमा मान्छे छ मकै गोड्ने खेतालो छ हैन गाइजहरु। भिडियो बनाएको होइन नि के रे यो त मैले उस मात्रै गरे हो रमेश दाइ यहाँ। ए अलि राम्रो बनेर आउँथ्यो। ए साडी लाएर आउने थियो। आमै चाहिँ के लाएर आउने थियो। गाइजहरु हाम्रो यहाँ चाहिँ उखु यस्तरी आ है किरा लाग्दो रहेछ आजभोलि चाहिँ उखुलाई हैन। यस्तो भा हैन। आइये खुट्टामा त केले घोच्यो हो हजुर। बुढो बोल्ला होइन भिडियो बनाएको आमा यो मेरो के हेर्नु न अहिले उम्रेको यो नछोपेसी चाहिँ चाँडै उम्रिँदो रहेछ हैन। बेसार र अदुवालाको झार पनि आइसकेको छ अहिले हेर्नु। यति मकै गर्नलाई नै गाह्रो भयो। काम गरेर खाने बानी नभएपछि के गर्ने हैन। खाइयो खासै मिठो नहुँदो रहेछ। चिप्लो चिप्लो हुने क्या चिप्लो हुने अलि राम्रोसँग हजुर। ए त्यहाँ उ छ के रे के भन्छ अदुवा लगाइदिया ल। अब सक्यो मेरो छोरी साथी छ है गाइजहरु यहाँ मकै गोड्नलाई। अनि हामीले गोडेर नि सक्यो। अब यो छेउछेउको आमा कत्रो सर्प पस्या थियो है। यसपालि रोडमा ग्राभेल ओछ्याइदिएर होला मेरो पर्खालको ढुङ्गा त हरायो त तल गयो। हराएको ढुङ्गा हरा होइन रोड माथि आएर ढुङ्गा छोप्यो। मेरो पर्खालको ढुङ्गा हरायो हैन। यहाँ रोड चाहिँ माथि आएर यहाँ यसरी छोपेछ है गाइजहरु। मैले बढी भएको ढुङ्गा चाहिँ यहाँ राख्दै थियो लास्टमा छोपेछ। अस्ति जेसीबीले ग्राभेल ओछ्याउँदाखेरि छोपेछ है गाइजहरु। ल हाम्रो यस्तरी मकै गोड्या छ। यो अञ्जलीले अलि के रे धेरै हिँडेर होला खाता बाउको फोन आइरहेको जस्तो छ। जाउँ है घर माथि फोन त उतै राखेको छ मैले। यहाँ त अदुवा लगाइदिएको पिनालै खन्दैछ है अञ्जलीले त। ला फेरि खन्ने मैले गरम
गाइस हाम्रो मम्मी र मैले मकै गर्दैछ मलाई त दोस्त के गर्नु गाइस मैं पिम्पल आयो रातो भयो फाइनली गाइस अब चाहिँ हामीले सकेर घर आइसक्यो है गाइजहरु अब चाहिँ सक्यो है गाइजहरु हामीले मकै गोडिसक्यो आमामा यहाँदेखि मैले यहाँदेखि गोडेको गाइजहरु रायो साग कति छ यहाँतिर असै मिठो लाग्दैन मलाई यस्तो राम्रो साग छ तै पनि मलाई मिठो लागेन काँक्रो यस्तरी लहर गइरहेछ घिउसिनी त्यस्तो भए इस्कुस त्यस्तो भए गाइजहरु यति मकै गर्नलाई नि गाह्रो पो भयो त गाइजहरु मकै चाहिँ हाम्रो यत्रो भए यो मेरो बारीमा चाहिँ मकै अलि छुट्टै देखिन्छ के पल्लोतिरको भन्दा किनकि यो मेरो तरकारी लाको बारी हो तरकारी ला ठाउँमा मल धेरै पुग्या हुन्छ अनि त्यही भएर अलि राम्रो हुन्छ गाइजहरु मुलाको साग यस्तो अलिअलि लिएर पुराले खाँदैन आफूलाई नि खासै मिठो लाग्दैन हैन रायो साग यस्तरी आहा यो चाहिँ आँप किनेर लाए मैले अस्ति 200 को किने दुईटा किनेको हैन एउटा यहाँ एउटा उ त्यहाँ काँक्रोले छोपेछ हैन यहाँ मेरो अम्बला ट्रममै फलेर लर्केर बोटै अनि यता यसरी काट्दैछ है यता लर्केर मेरो यहाँ अञ्जली छोरी चाहिँ यहाँ छ है गाइजहरु मेरो घर चाहिँ यता छ है गाइजहरु हैन गाइजहरु हाम्रो घर चाहिँ यता छ है गाइजहरु मेरो स्कुटी चाहिँ यसरी राख्छ है किचनमा लानलाई सजिलो हुन्छ भन्दा यहाँ फर्काउन भ्याउँछ नि त ठाउँ ठुलै छ किचनमा हैन गाइजहरु अञ्जली थकाइ लाग्यो ल भन त मकै गरेर कस्तो महसुस भइराछ ठिकै कस्तो ठिकै तर पोहोर भन्दा अलि सजिलै रहेछ यसपालि त के रे पानी परे बेला रोप्या हैन पानी सुक्या थियो अनि ओबानोमा रोप्या अनि त्यही भएर गोड्नलाई नि बुरबुर कस्तो सजिलो भयो के माटो कस्तो खुकुलो रहेछ हैन सजिलो भएको थियो यहाँ मैले के रे सेबीटाङ्गी माथि यस्तरी स्ट्रबेरीहरु लगाइदा है गाइजहरु यस्तरी नि हुन्छ हैन नुवा ल अनि मैले यहाँ रामतोरी र घिउसिमीहरु लगाइदिएको के साथे जंगल भएर गाइजहरु ल आजको भिडियो यति नै है गाइजहरु मकै गोड्यो सक्यो हैन गाइजहरु जति आफ खाए नि पुग्दैन मेरो साथीहरुले टन्न खुवाएर लान आज घर भात पनि खाँदैन क्या यिनीहरुले अब अन्तको तिग्रा पिराउला हेर्नु लामखुट्टे कति आइरहा अनि त देख्या छ त्यही त उ तल नि टोकिरहा टोकिया जस्तो भए हैन खै आप चाहिँ कत्रो रहेछ हेरौँ न अलि नजिक ल्याउँ आप छ है गाइजहरु डल्लो भएको त सुरुवाल रहेछ के टोक्नु त ए आशिकले नहान्न अर्काले आप टिप्तिर त्यही त यो मेरो छोरो काम नलाग्ने छ सुड्डो भइसक्यो कपाल छियो त आयो सुड्डो ए नि हो जगाले हाम्रो सुड्डो यो मेरो सुड्डो पेमाको बुढीको डायलग कस्तो भन्ने पेमाको बुढीले कस्तो डायलग बोल्छ ओ सुड्डो भनेर बोलाउँछ बुढो चाहिँले टेकेलाई के टेकेलाई पेमा टेकेलाई गाइजहरु आपको बोट त कस्तो राम्रो देख्दो रहेछ त है ओ छिटो हात धोएर आउने है छिटो जाने अब रात पर्न लागिसक्यो गाइजहरु सुने कि सुनेन सुन्यो छिटो आऊ ल अब घर जाने ओ डालु भाइ छिटो धोएर आऊ है गाइजहरु आप खाएर हात धुन गइन् हैन यहाँ हान हुन्छ फेरि यिनीहरुको मच्छरले टोक्यो मलाई खुट्टामा मच्छरका आइरह है यस्तरी
कसरी मचेर आउँदो रहेछ बाबु। अब खुट्टामा कसरी टोकिरह भन्ने कुरो मलाई मात्रै थाहा गाइजहरु। कसरी टोक्दो रहेछ। बर्माना जे बैबाला कत्ते जेबी बियो थङमा संगदी बियो नेपालकी जिम्ब्रा बेठिट तजी नसिख्यो तजी नसिख्यो तजी नसिख्यो तजी नसिख्यो बर्माना जे बैबाला कत्ते जेबी बियो। फाइनली गाइजहरु अब चाहिँ हाम्रो रात पर्न लागिसक्यो हैन। अब चाहिँ हामी घर जानुपर्छ। रात पर्न लागिसक्यो। खाना नि पकाउनु छ। यहाँ के रे चौहारी ग्राउन्डमा मात्रै बसेर पनि भएन। खाना पकाउनु छ, पसल खोल्नु छ। आज म पसल थुनेर आए गाइजहरु। म अहिलेसम्म के रे एकचोटि नै आएन के यो चौहारी स्कुलमा यसपालिको हिउँदोमा चाहिँ है। पोहोर त कतिचोटि आएको थियो आँप टिप्नलाई। वर्षै पछि आउँछ आँप टिप्नलाई हामी चाहिँ। यसपालि चाहिँ म फर्स्ट सुरु आए गाइजहरु। फर्स्ट सुरु आँप टिप्न आएको छु चौहारी स्कुलको ग्राउन्डमा गाइजहरु। आज म पसल थुनेरै आएँ बच्चाहरुसँग। आज शीतल शीतल नि भएको थियो पानी परेर। अनि आँप झारिदिन्छु भनेर आँप टिप्न आएँ। अलिकति झारेको छ त्यतिले पुग्छ। 2 टिप्पो जति अचार हाल्ने अनि जाडो महिनालाई एउटा अन्जलले पठाउने पुगिहाल्यो। आजभोलि चाहिँ खासै मिठो लाग्दैन। भोलि पर्सि जाडो महिनामा चाहिँ मिठो लाग्छ के आँपको अचार टक्क बनाएर राख्ने हैन। अनि त्यही आँप खाने। स्याल हो कि के हो त्यो निरज भाइ। निरज भाइ ए अझै टिपिर आऊ आऊ अब घर जाने ल आऊ जाने अब हामी। रात पर्यो अरु भन्दा नि आऊ आऊ जति भयो नि हुन्छ। धेरै खानु हुँदैन गाइजहरु। अब चाहिँ हामी घर जान लाग्यो है। जति लगे नि पुग्दैन के त्यहाँ बाटोमा मान्छेहरुले माग्छ फेरि है। यहाँ टिप्नलाई कति समस्या छ। अनि बाटोमा के रे जाँदाखेरि के रे माग्छ के मान्छेहरुले। अनि त्यही भएर दिनु हुँदैन है यस्तो दुःख गरेर टिपेको। म त चढ्न सक्दिन गाइजहरु रुखमा। पहिला त चढ्थ्यो हैन। अब त मान्छे अलि मोटाएर चढ्नै नसक्ने हुन्छ। अब यति नै है गाइजहरु। अब हामी एकछिनपछि जाने गाइजहरु। हाम्रो आँपको बोरा चाहिँ ऊ त्यहाँ छ है गाइजहरु। त्यति पाहा त्यतिले पनि पुग्छ। फाइनली गाइज आज चाहिँ हामी चौहारी स्कुलमा आँप खान आथ्यो हैन। आँप टिप्न आँप खाने भुराहरु चाहिँ यिनीहरु नै हो हैन। मेरो छोरो हो यो हैन। मेरो छोरोलाई आँप झार्दिनु भने त नसक्ने रहेछ। त्यही 9-10 वटा मात्रै झार्यो हैन। आशिकाले चाहिँ झार्यो है बरु। आशिकाले राम्रोसँग झार्दियो। त्यत्रो आँप सबै आशिकाले झार्या हो हैन। हाम्रो एक झोला भइसक्यो हा। यो रुखमा थियो आँप चाहिँ हैन। हाम्रो यस्तो छ है रुखहरु चाहिँ चौहारी स्कुलको। बाबुहरुको चाहिँ झोला थिएन। आमा लुगा बिग्रिन्छ नि गोजीमा हाल्दाखेरि हैन। चौहारी स्कुल है गाइजहरु। यो चाहिँ कति राम्रो स्कुल छ। यो स्कुलमा के रे पढ्ने भए आउनुस् है गाइजहरु। बाबु त्यस्तो गरेर नफाल्दा आँप यसरी खाने हो के खान त आउँदैन रहेछ। धोएर खा बरु। धेरै आँप नखा। आशिका नखाने। आमा मिठो छ। मिठो छ डल्लु भाइ मिठो छ।
त्यो भाइहरूले अघि नै नुन खुर्सानी चक्कु लिएर नि खाएर जानुभयो है त्यो भाइहरू चाहिँ। चौहाडी स्कुलको ग्राउन्ड चाहिँ यत्रो छ है गाइजहरू, फुटबल खेल्ने ग्राउन्ड। लौखा पक्लक्कै लड्यो त। यो सबै आँपको बोट, लिचीको बोट है गाइजहरू। ए दिल आशिकाना हे दिल हे आशिका, आशिकाको गीत गाइदिन लाग्यो। हे दिल आशिका यसरी नाच्यो क्या। स्याइ 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 स्याइ। अनिताको के अरे पिरौलामा कतिवटा लामखुट्टे चाहिँ बसिया छ, देखिया छ कि छैन, टोकेको थाहा भयो कि छैन गाइजहरू। एउटालाई घाम लाग्यो कि के भयो हो त्यो। आइया गाइजहरू, हाम्रो आशिकालाई चाहिँ के भयो कुन्नी। राम्रो आउँछ नि आमा, आशिका झन् कस्तो ह्यान्डसम आइरह। ह्यान्डसम त भन्ने नि होइन, ब्युटी क्युटी होइन त बाबु हो। होला हो भन्दिन्न, कस्तो होला भन्ने होइन नि। नानीहरू खोइ, नानीहरूले त एउटा एउटा मात्रै पाएछ आँप त है। ल गाइजहरू, आमा यो आँप टिप्नलाई कम त गाह्रो भएको थियो। यसरी खाएर चाहिँ नफाल न, आधी खाने आधी फाल्ने। खाऊ अनि हात धुन जाने। ए बाबु नहान्न, यो मेरो छोरो चाहिँ काम नलाग्ने छ। अबे त्यस्तरी चाहिँ नखा धेरै। हेर्न अहिले नखाने कहिले खाने रे भाइ। बन्ठेको बुढी भनेर चाहिँ नफर्का न है। बन्ठेको कान चुइँ कराइरहनु नि। बन्ठे त मदेखि थुरुरु कामेर मेरो घरै आउँदैन। चुरुरुरुरुरु चुरुरुरु ला चुइन्छ रस। चोप चुइरह रस रे बाबु, मैले नान भने होइन। मेरो साथीहरू सबै आँप खाइरह, 5 जना मेरो साथीहरू होइन गाइजहरू। के गर्नु, मलाई चाहिँ फेरि खासै मिठो लाग्दैन होइन। काँचो आँप अचार हालेको चाहिँ अलिअलि खाइन्छ, पाकेको नि धेरै खाँदैन म, अलिअलि खाने हो। अन्त यस्तो आँप धेरै नखान, फुटबल खेल्ने मान्छे खेलाडीहरू होइन त। अन्डलीलाई चाहिँ खाना पुग्यो, रिसा कि बम पर्क्या। मच्छरले टोक्यो, नाच्नु त अनि। मच्छरले टोक्यो भने त नाच्नुपर्छ, अनि टोक्दै टोक्दैन। ल बर्मानाले गर ल त। बर्माना जे बैबाला गत्ते जे बिब्यो थाङमा सङ बिब्यो टिभी ठिडामा ताजी नाक्ची ख्यो ताजी नाक्ची ख्यो ताजी नाक्ची ख्यो ताजी नाक्ची ख्यो चु ठिडामा थाङमा सङ बिब्यो भने त यसलाई त थाहा छैन त्यो। सालको बोट होइन, थाङमा सङ बिब्यो भने त भकारी हुन्छ नि हाम्रो गाउँतिर हो, त्यस्तै हो। त्यस्तै तर अलि त्यो चाहिँ पातलो पातलो टाइपले बुन्या हुन्छ क्या। थाङमा सङ बिब्यो थाङमा सङ बिब्यो नेपर टिपी ठिटा ठिटी तजी नाक्ची ख्यो तजी नाक्ची ख्यो चैट चैट चैट। हेलो, अब चाहिँ रात पर्यो है गाइजहरू। अब चाहिँ हामी जान लाग्यो घरतिर। यहाँ चाहिँ यस्तो छ, प्लास्टिक माथि आँप टिप्नलाई बोटमा प्लास्टिक लगाएको थियो निरज भाइले। प्लास्टिकको पोको पारेर फालिदियो अरे। प्लास्टिक प्याट्टै फुट्यो ला। अब त्यसैमा हाल त्यो यतापट्टिको बोरामा, बोरा भन्नाले त्यो लुगा किनेको सानो
बोरा के अरे लुगा किनेको झोला हो क्या त्यो सपिङ झोला हो त्यसमा पनि धेरै त अट्दैन होइन थोरै आँट्छ गाइजहरू अब चाहिँ मेरो टोलीहरू नि आइसक्यो है गाइजहरू अब चाहिँ हामी जानुपर्छ गाइजहरू घरतिर होइन मेरो टोलीहरू आइरहेको छ गाइजहरू टोलीहरूले त टन्न खायो बाटोमा मार्छ क्या मान्छेहरूले बरु खानु मन लाग्यो यहीँ टिप्न आउने नि होइन खानु मन लाग्यो यहाँ चौहारी स्कुलमा जति छ है आँप टिप्न आउनुहोस् गाइजहरू कति दुःख हुन्छ रुखमा चढेर टिप्नलाई कति दुःख हुन्छ होइन गाइजहरू यहाँ आए त फ्रीमा टिप्न पाइयो नि त होइन प्लास्टिक फुट्यो अरे अन्डलीमा यहाँ हाम्रो त प्लास्टिक फुटेछ म यहाँ यता हेर न यता फर्किन हाम्रो त प्लास्टिकै फुटेर ए हाम्रो होइन त्यो आशिकाको प्लास्टिक फुट्यो अरे आशिका प्लास्टिक फुट्यो अरे अब त्यो त्यो दुईटा झोलामा हाल अनि ल जम्ला आऊ ल बुढा आऊ घर जाने गाइजहरू अब चाहिँ हामी घर जान लाग्यो है बाबु आऊ घर जाने ल आए मेरो पछि पछि मेरो सानो मेने हो आऊ आऊ मेरो पछि पछि ल जम 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 अब झोलामा अलिक बढी हाले पो बाबु छिटो न झोलामा अलिक धेरै हाल्नु ओ यहाँ दुईटा छ त यो दुईटा नि टिप्न अञ्जली हो बर्मा नाचे बैबाला गत्ते जे बिब्यो थङमा सङ बिब्यो नेपर्ती जिम्ब्राजी पङसम तब नक्सिख्यो गीत गाउन आउँदैन गीतको बेला तब नक्सिख्यो चैट 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 अन्त चाहिँ हाल्यो ल फेरि अरे मलाई हाल्नु अब चाहिँ हामी माथि आइपुगेको कता गाह्रो भयो हेर फाइटिङ खेली खेली आएर पुरा हेर्दै यो अञ्जली मुद्यो म जिन्दगीमा यहाँ भर्खर आइरहेको छु यो उकालो फाइनली गाइज एकछिन एकछिन पर्ख्यो है यहाँ गाडीले हान्छ अपटे गरेर आकाले बाइक नै आइरहेको छ फाइनली गाइज गाडी त कति त बिस्तारै बिस्तारै स्लो गरी चलाउने गाइजहरू वहाँ तुफान आउँदो रहेछ निरज भाइले यति बा बोरै बोरा कालिया घरको चाहिँ के आफ्ने अचार खानलाई ल्याइसक्यो कहिले ल्या अझै को गएको थियो टिप्न हो मेरो टोलीहरूले थकाइ आएछ अब यहाँतिर यस्तरी कुखुरा पालेको छ है गाइजहरू बेलकोट तदी खोला है गाइजर तादीको पुल त देख्दैन रहेछ राति त निरज भाइको घर आइपुग्यो निरज भाइको घर के पाक्यो के पाक्यो हो
अबे हाम्रो घर चाहिँ कसले पकाइदिनु जानु पर्यो पकाउनु पर्यो गाइजहरु तादी खोला त यस्तरी आइरहेको रहेछ आज भोलि ठुलै खोला त बुत्रुङ हेर्ने यो चाहिँ आशिकाको घर आइपुग्यो के बुत्रुङ रे उल्लु बुत्रुङ चल्ला खोइ त बत्ती बत्ती यही छ नजाऊ खै बुत्रुङ उले माथि बढी आमा यस्तो छ है गाइजहरु तपाईहरुलाई चाहिन्छ भने आउनुस् 1 लाखको माल चतर आमा आँखा बल्छ आशिका घरमा त यस्तो पो पाले गाइजहरु दुईटा मात्रै हो अब बुत्रुङको मालिक है गाइजहरु आमा यहाँ चाहिँ सेतो चल्लाहरु रहेछ ल आशिका खाना पकाउनु पर्ने होला है पकाउँदैन आज किन बाबाले आशिकाको घर यहाँ है गाइजहरु कति राम्रो घर छ आशिकाको भाइ होमवर्क गरिरहेको थियो क्या आशिकाको घरमा यस्तो राम्रो उस राखेको छ है गाइजहरु ल आशिका बाई 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 भोलि भेटौँ ल हामी चाहिँ गएको गेट तान्दिम आशिका लु तान्दिम भने त तान्नै नसक्ने रहेछ तान्नु ल हामी गए है आशिकाहरूको फेरि यत्रो टहरो छ है यहाँ गाइजहरु खोर आमा कुखुरा खोर बाउनी छैन कोही पनि छैन यहाँ हो कुखुरा कति 3000 छ रे यसमा अहिले कोचाको छ है 3000 त अट्दैन 3000 त अट्दैन बाबा तर बनाउनु भयो रहेछ खानेकुरो खान नि है पसल म आउँछु के चटपटेको दर्शन हान्दिने हैन कहाँ नपाल्ने के बाबु त्यो मरेको कुखुराहरू दिनुपर्छ त्यसलाई मासु दिनुपर्छ अरू थोक खाँदैन त्यसले हो यतिकै बसिरहने पानी मात्रै दिने अच्छे भोकै बस्ने मर्दैन अच्छे हो के भन्ने त्यो छ नि उयो त्यो कुबेरहरूले नि ल्याथ्यो है तिनीहरू पालेको थियो सानै थियो राति मौसेर लग्यो ढोकुले राख्यो होला खोरको अनि लगिहाल्छ अब अर्को अब कहिले निस्किन्छ भने गाइजहरु असार साउनतिर निस्किन्छ होला यहाँ चाहिँ शेर्पा दाइहरुको घर है प्लास्टर सक्या हैन यतारा नि रोड छ हैन यतारा जाने रोड यतारा जाने रोड घरको डिजाइन चाहिँ यस्तो छ है गाइजहरु बोराहरु जला रहेछ यो घरमा एउटा भैया मात्रै बस्नुहुन्छ है तेरो चाहिँ मकै यतिको भाइ
फाइनली गाइज यहाँ चाहिँ अनार फलेछ है बाटोमै यस्तरी फलेछ यो दाइहरूको अनार फलेछ गाइज फाइनली गाइज अब चाहिँ हामी घर आइपुग्न लाग्यो है यो चाहिँ मेरो घर है गाइज यो चाहिँ मेरो घर पसललाई दर्शन हान्ने रे के आशिकाले गाइजहरू अब चाहिँ हामी घर आइपुग्यो है मेरो घरमा कोही छैन स्कुटी मात्रै है थकाइ लाग्यो म यहाँ 5 मिनेट के थकाइ लाग्यो चिन्ता भइहाल्छ नि अब मेलाबाट भर्खर छुट्टी भयो हो यतिखेरसम्म देखेको थियो गोड्नलाई आफै ए हो ल घर आइपुग्यो गाइजहरू आजलाई यति नै है हाम्रो ब्लग चाहिँ हाम्रो यहाँ चोकमा बत्ती बलिसक्यो हाम्रो घरमा बत्ती बले होइन गाइजहरू आजको भिडियो यति नै है बाई अर्को भिडियोमा भेटौँला